केपी ओलीको 53,000 समथिङ भोट आएको छ। त्यो भोटको लिस्टमा हेर्नुहोस् कुन कुन पार्टीहरूको चाहिँ चुनाव गायब छ त्यहाँ, किन गायब भयो। अनि त्यही ठाउँमा समानुपातिको चाहिँ मत हेर्नुहोस्, फेरि तिनै चुनाव किन फिर्ता आएका छन् त्यो ठाउँमा। अनि अब तपाईँको स्थानीय निर्वाचनमा गएर वडाको चाहिँ कसले कति पाएछ भनेर जम्मा गर्नुहोस्, त्यही भित्रै छ एन्सर, कहीँ पनि जानु पर्दैन। अनि मैले राप्रपाको चाहिँ निकै माथिल्लो लेभलका मान्छेहरूलाई पनि यो क्वेसन सोधेको छु, फेरि पनि यहीँ सोध्दैछु। त्यो के भने तपाईँहरू हिजो गठबन्धन चाहिँ एमालेसँग गर्ने, लिङ्गदेनले ओलीसँग, ओलीले लिङ्गदेनसँग गरेर आफू मिलेर आफ्नो क्षेत्रबाट उठ्ने, अनि आज चाहिँ राप्रपाले बडो राष्ट्रवादी भएर एमाले बर्बाद गर्यो, एमाले चाहिँ ठिक छैन भन्दै उफ्रिएको त मिनिङ आउँदैन। कमल थापाले हिजो सूर्यको चुनाव लिएर भोट जितेको होइन? किन त्यसो गर्नु पर्यो? के कारण पर्यो? र यसमा चाहिँ के भने स्वागत नेपालले एउटा अदालतमा मुद्दा हालेको थिए, त्यसमा चाहिँ मेरो पूर्ण समर्थन के छ भने नोटा, नन अफ द एबभ, त्यो ब्यालेट पेपरमा नन अफ द एबभ राख्ने हो भनेदेखि यी सबै चिप्लिन्छन्। त्यो भनेको के हो भने जहाँ गठबन्धन गर्छन् त्यो ठाउँमा चाहिँ नन अफ द एबभले जित्यो भनेदेखि ती मान्छे स्वाटै हटाएर नयाँ मान्छे ल्याउने सिस्टम राख्ने बित्तिकै यो सब साफ हुन्छ। र बाँकी अब बालेनले जित्ने कि केपी ओलीले जित्ने भन्ने कुरा चाहिँ अब तुरुन्तै म यस पछाडि त्यो भिडियो निकाल्दैछु, त्यो भिडियोमा हेर्नु होला, त्यसमा छर्लङ्ग हुन्छ सबै।